वर्षपछि मैले मेरो टिममा जति पनि डायमन्ड डबल डायमन्ड हुनुहुन्छ त्यो बाहेक मेरो लिडर बाहेक मैले यो कफी 5 वर्षभित्र मैले 1000 मान्छेलाई यो कफी नभइकन म यो कफी नखाएसम्म त मलाई के बिर्से जस्तो हुन्छ भन्ने बनाउँछु। अब मैले 5 वर्षभित्र तपाईहरु लिडरहरु कोसँग भेट हुँदा मैले चाहिँ लेखेर देखाउँछु, तपाईहरुले पनि लेखेर देखाउनु पर्यो। ओके? अब के हुन्छ त त्यो गर्दा के हुन्छ भनेर रिजल्ट पनि हेरौँ है। त्यो गर्न मन लाग्ने त तपाईको मलाई त रिजल्ट थाहा छैन पो गरौँ लागेको छ त। हजुरहरुलाई थाहै छैन? थाहा छ त सत्य मिस? 1000 घरमा मैले यो कफी पुर्याएँ भने यो कफी मात्रै के अरु केही नै। यो कफी किनकि यो कफी चिसोमा पनि उति खाने, गर्मीमा पनि उति खाने। गर्मीमा कसरी खानिन्छ यो कफी? गर्मीमा झन् धेरै बिग्छ। गर्मीमा झन् तब 2 बोतल पानी खान सकिन्छ कि एक साथ।